म चाहिँ होइन यहाँ अवलोकन गर्न आएको, यहाँ चरित्र नेपालीहरूको पत्रकारहरूको समाजको सामाजिक चरित्र हेर्न आएको, बुझ्न आएको कस्तो रहेछ त भनेर। पहिल्यै भने नि कि तपाईँ आधिकारिक पत्रकार हो कि होइन भनेर सोधेँ नि मैले, त्यो मेरो समस्या भएर मैले सोधेँ हो त। होइन आइएसआईको मान्छे, कोही अन्डरवर्ल्डको मान्छे, यहाँ त भ्रमै भ्रम फिर्छ। यहाँ छुट्याउनै गाह्रो छ को कसको मान्छे हो भनेर, को जासुस हो, को हेल्प गर्न आएको हो भनेर छुट्याउनै गाह्रो छ। यहाँ छैन, यहाँ पीडितहरूलाई सोध्नु कि यहाँ छुट्याउनै गाह्रो छ, को साथ दिन आएको हो र को यहाँनिर मर खुट्टा तान्न आएको हो, को पछाडिबाट ढुङ्गा हान्न आएको हो, को खुकुरी हान्न आएको, यहाँ छुट्याउनै गाह्रो छ नि। समस्या त्यो हो। ल भन्नुहोस् न, तपाईँ चाहिँ माइती घरमा आउनु भएको छ, किन आउनुभयो? म चाहिँ होइन यहाँ अवलोकन गर्न आएको, यहाँ चरित्र नेपालीहरूको पत्रकारहरूको समाजको सामाजिक चरित्र हेर्न आएको, बुझ्न आएको कस्तो रहेछ त भनेर। तपाईँ को हो त समाजको चरित्र हेर्ने? म यो देशको यो समाजको नागरिक हुँ, म यो समाजको नागरिक हुँ, बुझ्नुभयो? यो देशको नागरिक हुँ म। के देख्नुभयो त माइती घरमा? माइती घरमा म धेरैदेखि बसेको छु होइन, यहाँ धेरै कुराहरू छन् होइन। सायद मैले भन्यो भने तपाईँले पनि यो क्यामेराहरू होइन, तपाईँले भिडियो पोस्टै गर्नुहुन्न भन्नुहोस्। होइन भन्नुहोस् न, समस्या त भन्नु पर्यो नि तपाईँको, के हो कुरा? मैले भने त समस्या तपाईँहरू हो भनेर। ल हामी समस्या के भयौँ ल भन्नु। मैले तपाईँलाई पहिल्यै भने नि कि तपाईँ आधिकारिक पत्रकार हो कि होइन भनेर सोधेँ नि मैले, त्यो मेरो समस्या भएर मैले सोधेँ हो। तपाईँ आधिकारिक पत्रकार ए सर, हामी आधिकारिक नभएर क्यामेरा बोकेर हिँड्छ भने यहाँ क्यामेरा बोकेर हिँड्ने सबै आधिकारिक हो भन्ने पुष्टि गर्न सक्नुहुन्छ? अरू कोही होला नि, त्यस्तो पनि छ। पुष्टि गर्न सक्नुहुन्छ? तपाईँको समस्या चाहिँ के छ त्यो भन्नुहोस् न। क्वेसन गर्ने अधिकार चाहिँ तपाईँहरू जस्तो पत्रकारलाई मात्र छ, जनतालाई छैन? होइन क्वेसन गर्ने जनतालाई छैन? लाइसेन्स लिने गर्ने क्वेसन गर्ने कि सरकारसँग क्वेसन गर्ने? सबै अधिकार दमन शोषण कसले गरेको छ? मिडियाले गरेको छ? छैन। कहाँ गरेको छैन दमन शोषण? मिडियाले कहिले दमन शोषण गरे तपाईँ यस्तो व्यक्तिलाई? अनि तपाईँ हो को? आर्यन तामाङ, यो देशको तपाईँ आर्यन तामाङ, तपाईँ स्वतन्त्र नागरिक। पनि धेरै सुनेको छु, तपाईँ अब बोल्दै गर्नुहोस्। तपाईँलाई मैले हेरिरहेको छु। आर्यन तामाङ हो भने, तपाईँ एउटा अभियन्ता हो भने, आज तपाईँको अभियन्ता भएको अवस्थामा नेपाली जनताले किन दुःख पीडा भोग्नु पर्यो? समस्या किन भइरहेछ? त्यसो भए त तपाईँ पत्रकार भएर हिँड्दा चाहिँ किन भोगिरहेछ मलाई भन्नु। हामी त पीडितको आवाज उठाइरहेको छौँ, हामी पीडितको आवाज उठाइरहेको छौँ। तपाईँले के उठाउनु भइरहेछ भन्नुहोस्? म चाहिँ यहाँनिर ढुङ्गा दल पार्टीबाट परिचालन त होइन तपाईँ? तपाईँ दल पार्टीबाट परिचालन त होइन? कुन पार्टीमा हुनुहुन्छ भन्नुहोस्? तपाईँ कुन दलमा हुनुहुन्छ भन्नुहोस्? यी सब पार्टीको म विरोध गर्छु है। यो पार्टी 78 100 कति छन् अहिलेसम्म होइन, यी पार्टीले गर्दा देश बिग्रियो। मिडियाको विरोध किन गर्नुहुन्छ? किन गर्दिन? जनताको आवाज किन दबाउनुहुन्छ? तपाईँलाई कसले अधिकार दियो? मिडियामाथि म स्वतन्त्र आरोप लगाउन तपाईँलाई कसले अधिकार दियो? अधिकार, म यो देशको नागरिक हुँ, मेरो अधिकार छ। नागरिकको मिडियालाई आरोप लगाउने होइन, किन नागरिक भएर एउटा देशको रक्षा गर्ने पनि हो, जनतालाई न्याय दिने पनि हो। तर मिडियाको आरोपलाई दबाउने यो तपाईँ नागरिक होइन, तपाईँ कुनै पार्टीबाट परिचालन भएको आरोप कसरी भयो भन्नु? अनि मिडियाको